Hello, tasitele la so phapolji mukandan. Timi jangan gade. The holy place of small Ceylon. Tate jangan ni jaja soilunga mang geri doga mula private geti. Tegam se keri doji. Galam the ki khangat mula churi te pravesh wang bager gam jasa git lani da sa pheri cha galam hundan mula map anum lugis chu gam se niba bisi te gam se da yang braban khanon khan galam mula no sira mula galam gade Taki torang berapa ni? Sugam saja yang this minit nang jadi, tung ke sana saja, jaga saja lah. Ke sangge kate te yung bal pahara ke prisi yang to kamla kan gata turang mula jago. Sugla ja lawan jago lah mula zaman doang gade. Mula tegam se kialam ja khamen khan mula jagi khan tira siang sigam niban ke tung dola Raban ke nidola niban lama surang jalam de surang mulai dongga de mula te jalam manum jalam raban tong do khamla surang mulai jalam gade halo namaste sampurnama आज हामी चाहिँ सैलुङ घुम्न गएको र तल सैलुङमा चाहिँ सानो सैलुङ दोरोमा गाउँपालिका वार्ड नम्बर 7 पोडीमा पर्दछ यसमा चाहिँ हामी बाटोबाट आउँदाखेरि चाहिँ तल चाहिँ एउटा प्रवेश गेट भनेर लेखेको छ अनि त्यहाँ चाहिँ बाइकहरु पार्किङ साधनहरु चाहिँ हाम्रो साधनहरु सौरी साधन पार्किङ गरेर हामी चाहिँ त्यो प्रवेश गेट अथवा एउटा अहिले नयाँ निर्माण गरिरहेछ पार्किङ स्थल त्यहाँबाट चाहिँ 15-20 मिनेटमा चाहिँ हामी माथि सैलुङको त्यो पहरामा अथवा केभमा चाहिँ हामी पुग्न सकिन्छ बाटो चाहिँ उकालो अनि यो सिडीहरु बनाएको रहेछ सबै सिडी नै सिडी छ है अनि वरिपरि हरियाली जंगलहरु पुरै शान्त वातावरण रहेछ हिँड्दै जानुपर्ने हुन्छ हामी चाहिँ यो उकालोमा यो सिडी मार्फत चाहिँ हामी हिँड्दै निरन्तर जानुपर्ने हुन्छ अब हामी चाहिँ लगभग 10 मिनेट जतिमा हामी त्यो केभमा चाहिँ पुग्नेछौँ अनि यो वरिपरि जंगल छ पुरै हरियाली निरन्तर हामी जाँदैछु
अनि चाहिँ निरन्तर माथि जाँदैछु निरन्तर कन्टिन्यू अहिले चाहिँ ठ्याक्क यो तपाईको यो सैलुङ सानो सैलुङको मुख्य भागमा जाइपुगेको छौँ यतापट्टि चाहिँ पिछाडि जानुपर्ने हुन्छ यतापट्टि चाहिँ हामी आइसकेपछि यहाँ बस्ने एउटा स्थल पनि रहेछ रेस्ट गर्ने ठाउँ यो हरियो जस्तोको एउटा यतापट्टि अनि यो एउटा छाप्रो बोर्ड जस्तो होइन पसल जस्तो रहेछ तर पसल चाहिँ बन्द रहेछ यो सैलिङ भन्दा माथि चाहिँ एउटा टपमा चाहिँ हिलमा चाहिँ ढाडामा चाहिँ गाउँहरू पनि रहेछ अनि हामी यताबाट आएपछि चाहिँ अहिले यता आइसकेपछि चाहिँ हामी यो टपबाट यताबाट आइसकेपछि चाहिँ अब यहाँबाट चाहिँ पुरै डाँडा काँडाहरू देख्न सकिन्छ हरियाली एकदम ग्रीन अनि यहाँ पहाडहरू अब यहाँबाट चाहिँ सिधै उता गइसकेपछि अब 1 मिनेटभित्र चाहिँ ठ्याक्कै तपाईँको यो सानो सैलुङको जुन मुख्य भागमा त्यो मेरो त्यहाँ राख्न सकिन्छ गर्न यस्तो सकिन्छ हामीहरू चाहिँ 4 जना आज घुम्न आएको अब चाहिँ हामी ठ्याक्कै तपाईँको यो सकिन्छ यहाँ बाटो चाहिँ अब अलिकति लड्यो भने तल खाल्टोमा पुग्ने रहेछ है त्यसैले चाहिँ जाँदाखेरि चाहिँ एकदम होसियार भएर जानुपर्ने हुन्छ तर यहाँ रेलिङ बार पनि गरिएको छ सुरक्षाको लागि सेफ्टी यहाँबाट गएपछि तपाईँको ठ्याक्कै सैलुङमा पुगिन्छ के अरे सानो सैलुङको जुन मुख्य भागमा पुगिन्छ अब हामी चाहिँ ठ्याक्कै सैलुङ यो मुख्य भागमा पुग्न लागेको छ अहिले ल यहाँबाट चाहिँ पुरै डाँडाहरू देखिन्छ है यस्तो छ पुरै हरियाली जङ्गलै जङ्गल यहाँ चाहिँ एकदम हरियाली डाँडा काँडा एकदम आनन्दको ठाउँ एकदम राम्रो ठाउँ छ यहाँ चाहिँ तपाईँहरूले मेडिटेसन ध्यान अनि पूजाहरू गर्न सकिन्छ यो रातो लुगा लाउने मान्छे चाहिँ सुनपति गाउँपालिकाको हाम्रो सम्झ्यो है उहाँ पुरै हिँडेको छ लखर 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 सुनपतिबाट बिहानै आएको छ अनि हामीसँगै आयो पुरै म्युजिक पुगेर हिँडेको छ ल हामी चाहिँ ठ्याक्कै तपाईँको अब यो केपमै पुगेको छ है सैलुङको मुख्य भागमै ल यहाँ अहिले हामी ठ्याक्कै यही मुख्य सैलुङ सानो सैलुङ भन्ने ठाउँमा आइपुगेको छौँ यो पारिपट्टि यस्तो पहाडहरू देख्न सकिन्छ डाँडाहरू हरियाली जङ्गलै जङ्गल ल हेर्नुहोस् यहाँबाट देखेको भ्यूहरू ल यही हो सानो सैलुङ भन्ने ठाउँ चाहिँ यही हो त्यसपछि यहाँभित्र चाहिँ एकदम यो देउताहरू यस्तो छ पहराभित्र रहेछ है यहाँ चाहिँ यहाँ घुम्न आउनेहरूले पूजा गर्न आउनेहरूले यहाँ चाहिँ लुङ्टाहरू धर्जीहरू पनि टाँगिएको रहेछ है अनि यहाँ यस्तो त्रिशुलहरू रहेछ अनि यहाँ ढुङ्गाहरू यस्तो रहेछ है यहाँ ढुङ्गामा चाहिँ पुवालाई होलहरू रहेछ त्यो चाहिँ यो प्राकृतिक है नेचुरल हो यो कुनै बनाएको पनि होइन अनि यहाँ चाहिँ एउटा बुद्धको मूर्ति पनि रहेछ अनि बुद्धको मूर्ति छ त्यहाँबाट माथि गएर चाहिँ यहाँ बत्ती बाल्ने ठाउँ रहेछ अनि यहाँ दान पेटी बस्ने रहेछ अनि यहाँबाट चाहिँ
त्यसपछि यहाँ बुद्ध छ यहाँ बुद्धको स्ट्याचु मूर्ति बुद्धको हातले चाहिँ यस्तो हात छडाएपछि उहाँले चाहिँ यो विश्वमै शान्ति होस् र सबैलाई चाहिँ राम्रो होस् भन्ने चाहिँ एउटा सन्देश दिएको छ है बुद्धले बुद्धको एउटा मूर्तिले चाहिँ त्यस्तो दर्शाएको छ यहाँ विनोद श्रेष्ठ भन्ने मान्छे चाहिँ यहाँ डोनेट गरेको जस्तो लाग्यो अनि उहाँको नाम चाहिँ यहाँ शिलामा लेखेको छ यहाँ भित्रको भ्यूहरु जस्तै भित्र पुरै होल छ पहरा केप अनि यहाँ बाँदरहरु पनि छ मंकीहरु यस्तो छ अनि यहाँ हाम्रो साथी सबैजना आएको छ उहाँहरुले चाहिँ यहाँ पूजा प्रार्थना गर्दै हुनुहुन्छ अनि यहाँ बादरहरु पनि धेरै रहेछन् है बादरहरुबाट चाहिँ होशियार हुनुपर्ने हुन्छ फलफुलहरु लाँदाखेरि चाहिँ तपाईहरुले बादरबाट जोगिनु पर्ने हुन्छ यस्तो छ हामी जान्छन् भात गरेर किन्नु चिपी बिटी यिनीहरूले हल्ला गरेर खत्तम भयो यस्तो पनि भुइँमै झर्यो बुरे लौटे क्या हो मैले भिडियो हाल्दैछ कि मेरो करारै छ छिनैछु अनि यहाँबाट चाहिँ पुरा यस्तो जंगल छ हेलो एभ्रीवन गुड इभिनिङ टुडे वी आर भिजिट दोरम्बा सैलुङ म्युनिसिपालिटी 7 small Soilung we are visit for guys friend one friend is Sunapati rural municipality from Hilly Devi and then our 3 guys is from Temalgang Timaldada. This place is the holy place. We can here come and then pray, offering, then meditation. They have all cave in the hole. They have is the God. The Lord Buddha also have statues. We can go there, play, then meditation, and then monkey also there have. Okay, thank you for watching this video. Please comment, share, and like this video. सम्पूर्णमा धन्यवाद तपाईहरुले यो भिडियो हेरेर लाइक कमेन्ट शेयर